किन चिन्ता लिन्छौ? तिम्रो शरीरले आराम खोजे सिरानी बन्दिउला, घरमा सोधे उनलाई सन्चो छैन भनिदिउला। मेरो भरमा आफ्नो जन्मघर छोडेकी तिमीलाई एक्लो हुन दिन्न, बरु मै जोतिन्छु हरेक ठाउँमा, तर तिमीलाई रुन दिन्न। म भएसम्म तिमीलाई कसैको अगाडि झुक्न दिने छैन। कुरा काट्ने त धेरै होलान्, तर तिम्रो अघि पछि कसैलाई भुक्न दिने छैन। थाहा छ बुबा जस्तो कोही हुँदैनन्, तर म बन्न चाहन्छु तिम्रो बुबा जस्तो। ट्रस्ट मी, बुवाको माया र श्रीमानको कर्तव्यबाट आफूलाई चुक्न दिने छैन। मैले बुझ्नुपर्छ तिम्रो महिनावारीको पीडा, मैले बुझ्नुपर्छ तिम्रो दुई जीवको पीडा, मैले बुझ्नुपर्छ तिम्रो एक्लोपनको पीडा, अनि मैले बुझ्नुपर्छ तिमीले बोल्न नसकेको मनको पीडा। आमा कराउलिन्, बुबा रिसाउलान्, तिमीले बुझिदिनु। कहिले बाहिर बसुला, कहिले पाहुना आउलान्, तिमीले बुझिदिनु। धेरै रिसाउँछु, ठाडो बोल्छु, यति बुझिदिनु। त्योभन्दा धेरै तिम्रो चिन्ता लिन्छु, त्यति बुझिदिनु। बाँकी तिम्रो जिन्दगीको एक हिस्सा बन्न सकु, गर्वका साथ सबैका अघि मेरी हो भन्न सकु। तिम्रो लागि यो जवानी वर्षौं साँच्न सक्छु। कसैले तिम्रो इज्जतमाथि औँला उठाए त्यसको हातै भाँच्न सक्छु। पहिला रिसाउ, झगडा गर, अनि बल्ल माया गर। पहिला चिन, बुझ मलाई, अनि बल्ल विश्वास गर। हरेक कुरामा जमाना अनुसार चल्नै पर्छ भन्दैन म, बरु बारम्बार झुक्छु तिम्रो अघि, तर बेशरम बन्दैन म। मलाई थाहा छ मेरो श्रीमती भन्दा अघि तिमी कसैकी छोरी हौ, अनि कसैकी बहिनी। तिम्रो आमाले दिने माया दिनेछु, बुबाले दिने इज्जत दिनेछु, दाजुभाइले जस्तो प्रोटेक्ट गर्नेछु, दिदी बहिनीले जस्तो साथ दिनेछु, तिमीलाई जिन्दगीभर समाउन मिल्ने हात दिनेछु। औ माया, दुःख गरौँला, मेहनत गरौँला, अनि तिम्रा सबै दुःख बिर्साउने यो न्यानो काख दिनेछु।